प्रभुलाई धन्यवाद होस्। यस ठाउँमा पनि प्रभुले आफ्नो गवाई साक्षी स्थापित गर्नुभएको छ। धेरै वर्ष अगाडि जब यो ठाउँमा भर्खर काम सुरु भएको थियो अनि त्यतिखेर पनि म चित्रलाई ठाउँमा प्रभुले आउने सौभाग्य दिनुभएको थियो। अनि आज धेरै वर्षको बादमा गन्ती गर्दै जाँदाखेरि 20 वर्षभन्दा ज्यादा भएछ यस ठाउँमा आएको है। त्यस कारणले गर्दाखेरि आज फेरि तपाईँको बिचमा आइकन तपाईँको साथमा रहिकन सङ्गति गर्ने यो मौका प्रभुले दिनुभएको छ। प्रभुलाई धन्यवाद भएको होस्। तर म जहाँ सङ्गति गर्छु त्यसलाई एलिम भनिन्छ। त्यसै संयुक्त राज्य अमेरिकाको ओहायो भन्ने स्टेटको एउटा सिटी, सानो सिटी छ कोलम्बसको छेउमा। त्यहाँबाट एलिमबाट तपाईँहरू सबैजनालाई माण्डलिक रूपमा सर्ट ट्रेनिङ दिनु पुऱ्याउनु भएको छ। त्यसै गरिकन अमेरिका तथा क्यानाडाभित्र 23-24वटा मण्डलीहरू छन् जो चाहिँ नेपालीहरूको बिचमा अनि कति चाहिँ अरू भाषी मानिसहरूसँग मिलेर सङ्गति गरिन्छ। त्यहाँबाट पनि सम्पूर्ण अमेरिका अनि क्यानाडाको मण्डलीहरूबाट पनि तपाईँलाई जय मसीह पठाउनु भएको छ। प्रभुको दयामा हामी अघिल्लो महिनाको 22 तारिकबाट घरबाट सुरु गरिकन यहाँ त्यहाँ जाने मौका पायौँ। अनि हामी विभिन्न ठाउँमा आसाम, त्यसै गरी वेस्ट बेङ्गल अनि सिक्किम अनि त्यसको बादमा फेरि यता वेस्ट बेङ्गल आयौँ। यो क्रममा हामी आसामको मेला बजार जहाँनिर बेथल प्रेयर हाउस छ अनि त्यसपछि मामरे जयगाउँ अनि गोरुबथान, सामसिङ, कालिम्पोङ रसगाई, त्यसको बादमा ग्याङ्टक, नाम्ची सिक्किम, माउन्ट टिस्टा दार्जिलिङ, माउन्ट हर्मन सिलगढी अनि फिकल, त्यसपछि एलसालम अनि त्यसको बादमा हामी एलसालमको बादमा हामी गच्छिया अनि गच्छियाको बादमा खुर्सानी अनि खुर्सानीको बादमा हामी फेरि यो उर्लाबारीको मङ्गलबारेमा त्यहाँ पनि मण्डली छ, त्यहाँनिर जान मौका पायौँ। अनि आज चाहिँ तपाईँहरूको बिचमा प्रभुले ल्याउनु भएको छ। अनि त्यो जहाँ जहाँ हामी गयौँ सबै ठाउँबाट उहाँहरूले भन्नुभएको छ तपाईँ जहाँ जानुहुन्छ त्यहाँनिर हाम्रो जय मसीह दिनुहोस् भनेर भन्नुभएको छ। त्यस कारणले गर्दाखेरि यो सबै ठाउँहरूबाट जो हामी सबैलाई सायद चिन्दैन पनि होला, तर पनि प्रभुको प्रवेशसित रगत किनेका लोकहरू जहाँ जहाँ पाइन्छ अनि जहाँ जहाँ हामी गयौँ त्यहाँबाट पनि तपाईँहरू सबैजनालाई जय मसीह पठाउनु भएको छ। त यो एउटा विशाल देहको दर्शनमा प्रभुले हामीलाई राख्नुभएको छ है। अनि यो देहको दर्शनमा रहेर सेवा गर्दाखेरि एउटा बडो आनन्द आउँछ। अनि प्रभुको साँच्चै नै छोराछोरीहरू चारैतिर संसारमा चारैतिर पाइन्छ। मैले भर्खरै मात्रै सुन्दै थिएँ कि अब यो हाम्रो जो दर्शनमा सेवाकाई गरिन्छ यो चाहिँ अहिले अफ्रिका महादेशमा पनि यो सेवाकाईहरू सुरु भइसकेको छ है। अब एसियामा भएको त अब धेरै अगाडि एसियाबाट सुरु भयो, खास गरिकन पहिला अमेरिकाबाट सुरु भयो, त्यसपछि एसिया अनि एसियामा एकदमै बृहत रूपमा प्रभुको सेवाकाईहरू बढेर गए है। त्यसमा इन्डिया, नेपाल, भुटान, श्रीलङ्का, पाकिस्तान यी देशहरूमा भएर गए। अनि ब्रदर बक्सिङको पालामा इभन म्यानमारसम्म अरू देशहरूमा पनि गएको हामी त्यो इतिहासमा पढ्न पाउँछौँ। अनि युरोपमा पनि प्रभुको काम सुरु भएर गयो है, अमेरिकामा प्रभुको काम सुरु भएर गयो। अनि हुँदा हुँदा अहिले अब तपाईँको के अरे अस्ट्रेलिया महादेशमा पनि प्रभुको काम सुरु भएको छ। अनि अफ्रिकामा पनि प्रभुको काम सुरु भएको छ है। त्यसले गर्दाखेरि अब अफ्रिका पछि अब साउथ अमेरिका महादेश है। अनि आर्टिका, एन्टार्क्टिका अब यहाँ त मान्छे त्यति बस्दैनन्, तथापि अब साउथ अमेरिका पनि प्रभुको काम हुनुपर्छ। तपाईँ सबैले प्रार्थना गरौँ यो काम बढ्दै जानुपर्छ। अनि मलाई लाग्छ अमेरिकाबाट साउथ अमेरिकामा काम सुरु हुनुपर्छ, नर्थ अमेरिकामा है। त प्रभुले हामीलाई सहायता गरौँ। यो सबै ठाउँको सेवाकाको लागि पनि हामी जोडतोडले प्रार्थना गरौँ। हामी पनि तपाईँको लागि बहुतै हामी प्रार्थना याद गर्छौँ। अमेरिकामा हामी भए तापनि हाम्रो पूर्वमा भएका मण्डलीहरू जति तपाईँहरू हुनुहुन्छ तपाईँहरूको लागि हामी जोडतोडले प्रार्थना याद गरिबस्छौँ। त आज हामी अब यहाँबाट अर्को ठाउँमा पनि सेवामा जानुपर्ने भएको हुनाले आज हामी केही बेर परमेश्वरको वचनबाट हामी हेर्नेछौँ। आउनुहोस् हामी सबैभन्दा पहिला लुका रचित सुसमाचार 17 अध्यायमा हामी पढाउनेछौँ। बुक अफ लुक च्याप्टर 17 17 अध्यायको 11 पददेखि हामी पढ्नेछौँ। लुका 17 अध्यायको 11 पददेखि। लुक च्याप्टर 17 रिडिङ फ्रम भर्स 11 थ्रु 19 11देखि 19 पदसम्म हामी पढ्नेछौँ। म 11लाई पढ्छु, तपाईँहरू सबैजनाले
12लाई त्यसै गरी हामी पालो पालो गरिकन पढ्नेछौँ। लुका 17:11 देखि 19 पदसम्म। लुक chapter 17 reading from verse 11 to 19। ल म 11लाई पढ्दैछु, तपाईँले आफ्नो बाइबलमा हेर्नुहोला। अनि यस्तो भयो, उहाँ यरुशलेमतिर जाँदै गर्नुहुँदा सामरिया र गलिलको बिचबाट भएर जानुभयो। 12 पद। अनि तिनीहरूले चर्को स्वरले भने, हे येशू, हे स्वामी, हामी माथि दया गर्नुहोस्। अनि तिनीहरूमध्ये एकजना आफू निको भएको देखेर फर्क्यो र चर्को स्वरले परमेश्वरको महिमा गर्यो। 16 पद। अनि येशूले जवाफ दिँदै भन्नुभयो, के शुद्ध पारिएकाहरू 10जना थिएनन् र तर 9जना कहाँ छन्? 18 पद। नेक्स्ट टाइम पढ्दैछु। अनि उहाँले उसलाई भन्नुभयो, उठ, आफ्नो बाटो लाग, तिम्रो विश्वासले तिमीलाई निको पाएको छ। प्रभुलाई धन्यवाद होस् यो वचनको खण्डको लागि। हामी सानो प्रार्थना गरिकन अरू वचनको लगाउन हामी जानेछौँ। आउनुहोस् हामी प्रार्थना गरौँ। अनुग्रहकारी सत्य परमेश्वर, हामी धन्यवाद दिन्छौँ परमेश्वर, हामीलाई आज पनि यो दिनमा तपाईँको घरमा ल्याउनु भएको छ। तपाईँको मानिसहरू जो प्रभु आज आफ्ना व्यवसाय, आफ्नो काम, आफ्नो परिश्रम, आफ्नो घरबार सबै छोडिकन तपाईँको घरमा आएको छन्। तब तपाईँले जानुभएको छ, उहाँको हृदयको अभिलाष प्रभु तपाईँ परमेश्वरलाई उपासना गर्नको निम्ति हामी भेला भएका छौँ। यसकारण प्रभु तपाईँ आफैले अब तपाईँको वचनबाट मलाई अनि हामी हरेकको लागि हामीले कस्तो प्रकारले तपाईँको उपासना गर्नुपर्दछ, जसरी हामी तपाईँको आज उपासना गर्न सक्छौँ। आज जे प्रकारले हामीलाई तपाईँको वचनबाट उपासना गर्नुहोस्। आज हाम्रो बाहिरीय कुराहरू होइन, तर तपाईँले हाम्रो हृदय जानुभएको छ। यसकारण प्रभु आज हामीले हृदयबाट कसरी तपाईँको उपासना गर्न सक्छौँ, कसरी हामी तपाईँको निम्ति एउटा ग्रहणयोग्य हामी आज एउटा उपासना चलाउन सक्छौँ, हामीलाई सहायता गरिबस्नुहोस्। प्रभु धन्यवाद छ, तपाईँको वचन हामीले पढेका छौँ। प्रभुका सत्यबाट प्रभु परमेश्वरको प्रतिमा आउँदछौँ। म अयोग्य नालायक प्रभु आज मानिसहरूको जानुभएको छ। मेरो हृदयको विचारहरूलाई, मेरो अन्तस्करणलाई जाँच गर्नुभएको छ। मेरो भित्रीय कुरालाई तपाईँ जान्नुभएको छ। कारण प्रभु तपाईँ आफैले सबै विचारहरूलाई तपाईँले निकालिदिनुहोस्। ममा भएका सबै कुराहरूलाई, खराब कुरालाई तपाईँले निकालिदिनुहोस्। ताकि तपाईँ आफै भइकन तपाईँले इन एन्ड थ्रु मी तपाईँ परमेश्वरले मद्वारा म भित्रबाट तपाईँले आफ्नो वचनलाई, तपाईँको विचारलाई आज हाम्रो अगाडि तपाईँले ल्याइदिनुहोस्। ताकि आज मेरो निम्ति आज तपाईँ परमेश्वरलाई मैले शुद्धको साथमा प्रार्थना गराउन सक्छु। आफ्नो मानिसहरूले तपाईँको वचनलाई बुझाएको साथमा, बुझाएको आधारमा तपाईँलाई प्रार्थना गराउन सक्छौँ। त्यति मात्र होइन, बुझ्ने मात्र होइन, तर तपाईँको वचन आज साँच्चै नै कार्यकारी छ। तपाईँले आज तपाईँको वचनद्वारा हाम्रो हृदयमा, मेरो हृदयमा तपाईँले काम गरिबस्नु। धन्यवाद छ। संसार सबै युक्तिलाई तपाईँ गाउँमा खण्डमा बाँध्दै तपाईँको रगतको धारामा आफूलाई ल्याउँदै त्यसको पछाडिको बनाउँदै प्रार्थना धन्यवाद गर्छौँ। प्रभु येशू मसीहको नाममा स्वर्गीय पिता, स्वीकार गर्नुहोस्। प्रभुलाई धन्यवाद होस्। यो वचनको खण्डको हामीले पढेका छौँ। त यहाँनिर हामी एउटा घटना हामी देख्दछौँ। अनि यो घटनामा सायद हामीले धेरैपल्ट यो घटनालाई हेरिसकेका हुन सक्छौँ। त आज पनि हामी प्रभुको इच्छामा जे कुराहरू छ हामी त्यसलाई थोरै कुराहरू हेर्नेछौँ। त यहाँनिर हामी देख्दछौँ यहाँ 10जना कोरीको विषयमा कुरा गरिएको छ है। यहाँनिर 11 पदमा भनिएको छ, यस्तो भयो, येशू यरुशलेमतिर जाँदै गर्नुहुँदा सामरिया र गलिलको बिचबाट भएर जानुभयो है। अब यहाँनिर हामी प्रभुको वचनमा देख्छौँ कि प्रभु येशू मसीह धेरै ठाउँहरूमा जाँदाखेरि प्रभु सामरियामा भएर जानुभएको छ। जस्तो एउटा घटना हामी पढ्छौँ है, यहाँ युना 4 अध्यायमा एउटा घटना छ। त्यहाँनिर प्रभु येशू मसीह एक ठाउँमा जाँदै हुनुहुन्थ्यो, त्यहाँनिर उहाँ एउटा सामरी स्त्री कहाँ गएर बिसाउनु भएको कुरा हामी पढ्दछौँ। आउनुहोस् त 4 अध्यायको 9 पद हुनुपर्छ।
यस 4 अध्यायको 9 पद सामरियाकी त्यस स्त्रीले उहाँलाई भने सामरियाकी त्यस स्त्रीले उहाँलाई भने तपाईँ यहुदी भएर पनि म एउटी सामरी स्त्रीबाट कसरी पानी 4 पद पढ्नुहोस् ल 4 पद उहाँलाई उहाँलाई सामरियाबाट भएर जानु परेको थियो उहाँलाई सामरियाबाट भएर जानु परेको थियो है। यसकारण हाम्रो प्रभु येशू मसीह एउटा सामरिया है, सामरीहरू बास गर्ने ठाउँ है। सामरीहरू यस्तो जातिहरू अरे है, त्यहाँनिर त्यतिखेर त्यो समयका मानिसहरूले सामरीहरूलाई चाहिँ उनीहरूले कुनै पनि उनीहरूसँग व्यवहार गर्दैन थिए, उनीहरूसँग सरोकार नै राख्दैन थिए। सामरी मानिसहरू यता छन् भने उनीहरू त्यो बाटोलाई तर्केर अर्कै बाटो जान्थे है। त्यो कुरा यहाँ अघि हामीले पढ्दै गरेको 9 पदमा हामी थाहा पाउँदैछौँ। 9 पदमा पढ्नुहोस् त। अब सामरियाकी त्यस स्त्रीले उहाँलाई भने तपाईँ यहुदी भएर पनि म एउटी सामरी स्त्रीबाट कसरी पानी पिउन माग्नुहुन्छ किनभने यहुदीहरूले सामरीहरूसँग केही सम्बन्ध राख्दैनन् है। यसले गर्दाखेरि एउटा सामरिया एउटा ठाउँ जहाँनिर सामरीहरू बस्दथे है, सामरी मान्छेहरू बस्दथे। यी मानिसहरूलाई समाजबाट है अरू मानिसहरूले हेपिएका मानिसहरू, घृणित मान्छेहरू, दूर गरिएका मान्छेहरू, अरू मानिसहरूको अगाडि उनीहरू जानु सक्दैनथे है। यसकारण अरू मानिसहरूको अगाडि यी मानिसहरू जान नसकेको कारणले नै प्रभु येशू मसीह त्यहाँ आउनुभयो भनेर हामी प्रभुको वचनबाट पढ्दछौँ। यसले गर्दाखेरि यूहन्ना 1 अध्यायमा लेखिएको छ है, आज हाम्रो प्रभु येशू मसीह आफ्नै अरूका आउनुभयो है। पढ्नु त 1 अध्यायको 11 पद हुनुपर्छ। जन च्याप्टर 1:11 उहाँ आफ्नै कहाँ आउनुभयो उहाँका आफ्नैले चाहिँ ग्रहण गरेनन् है। हाम्रो प्रभु येशू मसीह आफ्नो मानिसहरूका आउनुभयो, यहुदी परिवारमा उहाँ जन्म लिनुभयो, तर आज प्रभु येशू मसीहले आफ्नैहरूले पनि के गरेन, उनीहरूलाई प्रभु येशू मसीहलाई एक्सेप्ट गरेन। यसकारण त आज तपाईँ र म जो चाहिँ अन्य जातिहरू हौँ, तपाईँ र म जो आज चाहिँ परमेश्वरको घरदेखि बाहिरको मान्छेहरू हौँ, आज तपाईँ र मैले यो सौभाग्य पायौँ कि आज तपाईँ र म त्यो सामरी जाति कहाँ प्रभु येशू मसीह आफै आउनुभएको जस्तो गरिकन आज तपाईँ र मेरो बिचमा पनि प्रभु येशू मसीह आउनुभएको हो है। त्यसले गर्दाखेरि यहाँनिर हामी पढ्दछौँ, अब एउटा घटना यहाँनिर देख्दछौँ है। यहाँनिर प्रभु येशू मसीह सामरिया गालीको बिचबाट भएर जानुभयो। अनि त्यहाँदेखि 12 पदमा लुका 17 अध्यायको 12 पदमा हामी पढ्छौँ। अनि उहाँ कुनै ठाउँमा पस्दै गर्नुहुँदा उहाँलाई 10 कोरी मानिसहरूले भेटे जो टाढामा पुगे। अब सामरी हुनु एउटा कुरा हो है, सामरी भएर जन्मनु एउटा कुरा हो, तर कोर लाग्नु चाहिँ फरक कुरा हो है। अनि कोर चाहिँ जुनसुकै मानिसलाई पनि लाग्न सक्दथ्यो है, चाहे त्यो सामरी होस्, चाहे यहुदी होस्, चाहे जुनै वर्गका जुनै जातका मानिस भए तापनि यो कोर चाहिँ एउटा रोग हो। अनि रोगले चाहिँ कुनै पनि मानिसलाई कुनै पनि घडी पक्रिन सक्दथ्यो, लाग्न सक्दथ्यो। यस कारणले गर्दाखेरि परमेश्वरको वचनमा कोरको सम्बन्धमा एकदमै डिटेलमा हामी पढ्दछौँ कि कोर लागेको मान्छेहरू उनीहरूको कोरको रोगलाई उनीहरूले कसरी पत्ता लगाउँदथे। अनि जब कोर लागेको मान्छे हुँदछ तब त्यो मान्छेलाई के गर्नु पर्दथ्यो भनिकन यहाँनिर लेवीको पुस्तकमा हामी त्यो कुरालाई पढ्दछौँ। आउनुहोस् ल अलिकति हामी हेरौँ ताकि त्यसो गर्दा हामी बुझ्छौँ। लेवी 13 अध्यायमा हामी पढ्छौँ यो कुरालाई। लेभिटिकस च्याप्टर 13 यहाँनिर हामी पढ्छौँ यसरी कि कोर भनेको चाहिँ के रोग हो। अनि यहाँ पनि ती 10जना मानिसहरू थिए जसलाई चाहिँ कोर लागेको थियो। त्यहाँ त्यो ठाउँमा प्रभु येशू मसीह आउनुभयो है। हामी पढौँ। अच्छा 13 अध्यायको हामी 2 पददेखि पढ्नेछौँ। जब कुनै मानिसको शरीरको छालामा सुजन खाटा वा उज्जवल दाग छ, त्यसको शरीरको छालामा कोरको रोग लाग्छ, तब त्यो पुजारी हारुन कहाँ अथवा उसका छोराहरू अर्थात् पुजारीहरूमध्ये एकजना कहाँ ल्याइयोस्। 3 पद verse 3 13 verse 3 अनि यस पुजारीले त्यस शरीरको छालामा भएको रोग हेरोस् र रोग लागेको ठाउँको रौँ सेतो भएको छ भने र रोग त्यसको शरीरको छालाभन्दा गहिरो देखा पर्छ भने त्यो कोरको रोग हो। अनि यस पुजारीले त्यसलाई जाँचोस् र त्यसलाई अशुद्ध
भनी घोषणा गरोस्। अब यो रोग जो कुष्ठ रोग छ है, अब नेपालीमा कुष्ठ रोग भन्छौँ है, अनि अब अङ्ग्रेजीमा लेप्रोसी भन्छ यसलाई है। अनि यो रोग चाहिँ मान्छेको छालामा लाग्दथ्यो है पहिला। अनि भुटानमा पनि म सुन्छु टेस्टिमनीहरू कि यो कुष्ठरोगको हस्पिटलहरू थिए, अनि ती हस्पिटलहरूमा कति इन्डियाबाट है, कालेबुङ दार्जिलिङबाट त्यहाँबाट हाम्रा नेपाली डक्टरहरू जान्थे अरे, अनि कति प्रभुका लोकहरू पनि त्यो हस्पिटलमा गएर काम गर्दाखेरि कति धेरै आत्माहरू त्यो ठाउँमा प्रभुले ल्याउनु भएको कुराहरू हामीले सुन्छौँ है। त्यसले गर्दाखेरि यो रोग यस प्रकारको रोग हो, जब तपाईँको छालाभित्र लाग्छ त्यो रोग चाहिँ तपाईँको छालाभित्र गाडिँदै जान्छ, भित्र पस्दै जान्छ, तपाईँको मासुलाई खाँदै जान्छ, तपाईँको मासुलाई सेतो बनाउँदै यसले खाँदै जान्छ। यो प्रकारको रोग चाहिँ के हो, लेप्रोसी अथवा कुष्ठरोग हो है। यसले गर्दाखेरि यहाँनिर जब उनीहरूले रोगको पत्ता लगाउँथे, पुजारीले हेर्थे, अनि यो पुजारीले हेरेर जाँचबुझ गरेपछि यो चाहिँ साँच्चै नै कुष्ठरोग हो भनेर जानेपछि त्यसलाई अशुद्ध भनेर घोषणा गर्नु पर्थ्यो। यसले गर्दाखेरि यी 10 जना मान्छे जो प्रभु यीशु मसीहलाई भेट्न आए, यिनीहरूलाई के भनिएको थियो, तिनीहरू चाहिँ अशुद्ध मान्छेहरू हो है भनेर भनिएको थियो। बुझ्दै हुनुहुन्छ है, कि यी मानिसहरूलाई चाहिँ उनीहरू एक ठाउँमा राखिएको हुन्थ्यो, अनि त्यो कुष्ठरोग लागेका मान्छेहरू त्यो एउटा ठाउँबाट, एउटा क्याम्पबाट, एउटा विशेष उनीहरूको लागि राखिएको डेजिनेटेड एरियाबाट उनीहरू बाहिर आउन सक्दैन थिए। यसकारण पनि प्रभु यीशु मसीह त्यही ठाउँमा जानुभयो है। यस्तै प्रकारले तपाईँ र म पनि आज हामी प्रभु कहाँ जान सक्दैनथ्यौँ है, हामी प्रभुको नजिक हामी जानै सक्दैनथ्यौँ, तर प्रभु आज हामी कहाँ आउनुभयो। त्यसले गर्दा आज हामीले पढ्यौँ, उहाँ आफ्नै कहाँ आउनुभयो, तर आफ्नैले उहाँलाई के गरेन, आज स्वीकार गरेन। त्यसले गर्दा हामीले त्यहाँ फलोइङ वर्ष 12 पदमा पढ्यौँ भने, अनि जसले विश्वास गरे सारा संसारको मानिसलाई उहाँले आफ्नो ढोका खोलिदिनु भयो, अनि जसले उहाँमाथि विश्वास गरे उनीहरूलाई सन्तान बनाउनु भयो भनिकन हामी पढ्छौँ। अब कुष्ठरोगको सम्बन्धमा अझ हेर्दै जाँदाखेरि नै, कोर लागेको मान्छेको सम्बन्धमा हेर्दै जाँदाखेरि नै के कुरा पाउँछौँ भन्दाखेरि उनीहरूलाई पहिलो कुरा चाहिँ अशुद्ध मानिसहरू हुन् है भनेर घोषणा गर्नु पर्थ्यो। उनीहरू अशुद्ध हो, यिनीहरूलाई छुनु हुँदैन, यिनीहरूले छुको पनि खानु हुँदैन, उनीहरूकोबाट सर्छ यो रोग त, उनीहरूलाई परे राख्नुपर्छ भनेर एकदमै छुट्टै पर लगेर राखिएको हुन्थ्यो। अर्को कुरा चाहिँ यहाँनिर भनिएको छ 4 पदमा, लेभिटिकस 13:4, लेवी 13:4 पदमा यसरी लेखिएको छ, त्यसको शरीरको छालामा त्यो उज्जवल दाग सेतो छ, तर त्यो छालाभन्दा गहिरो देखा पर्दैन र त्यसको रौँ सेतो भएको छैन भने पुजारीले त्यस रोग लागेकोलाई 7 दिनसम्म बन्द गरेर राखोस्। अनि 5 पद, अनि 7औं दिनमा पुजारीले त्यसलाई हेरोस्, अनि हेर उसको दृष्टिमा त्यो रोग जहीँको त्यहीँ रहेको छ र त्यो रोग छालामा फैलिएको छैन भने पुजारीले त्यसलाई फेरि 7 दिन बन्द गरेर राखोस्। एउटा कोर लागेको मान्छेलाई, उसलाई जब कोर लाग्छ तब लगेर कुनै ठाउँमा राख्नु पर्थ्यो है, अनि उसले आएर के गर्नु पर्थ्यो, पुजारीले देखाउनु पर्थ्यो। अलि राम्रो भयो अथवा त्यो चाहिँ बढेन है, स्प्रेड आउट भएन, त्यो बढेर अरूतिर सरेन भने चाहिँ उसले गएर के गर्नु पर्थ्यो, पुजारीले देखाउनु पर्थ्यो। हेर्नुहोस् त मेरो रोग यस्तो छ, बढेको छैन, उसले अनि जाँच गर्थ्यो। अनि जब जाँच गर्दाखेरि पनि यदि त्यो पल्ट हेर्दाखेरि जाँच गर्दाखेरि त्यो रोग बढेको छैन, छालामा अरूतिर फिजिएको छैन भने उसलाई तुरुन्तै त्यहाँबाट निकास गर्दैन थियो, अझ 7 दिन राखेर उसको निगरानीमा राखेर हेर्थ्यो यो रोग कतै जाति हुँदैछ कि, अथवा जबसम्म ऊ कम्प्लिटली हिल हुँदैन तबसम्म त्यो मान्छेलाई त्यहाँबाट के गर्दैन, त्यहाँबाट निकाल्दैन थियो है। त्यसले गर्दाखेरि 7 दिन फेरि अर्को 7 दिन फर्काएर राख्नु पर्थ्यो है। अनि यहाँनिर 6 पदमा हामी पढ्छौँ, 6 पदमा के लेखेको छ भन्दाखेरि, अनि 7औं दिनमा पुजारीले त्यसलाई फेरि हेरोस्, अनि हेर त्यो रोग केही धमिलो भएको छ र त्यो रोग छालामा फैलिएको छैन भने पुजारीले त्यसलाई शुद्ध पनि घोषणा गरोस्, त्यो फाटा मात्र हो, अनि त्यसले आफ्ना लुगाहरू धोस् र त्यो शुद्ध हुनेछ। अब फेरि अर्को 7 दिन बसेपछि जब पुजारीले हेर्थ्यो अनि त्यो जाति भएको जस्तो अथवा फैलिएको छैन रहेछ भने चाहिँ केवल एउटा यो के हो, फाटा हो भनिकन, उसले स्क्याब हो भनिकन भन्नु पर्थ्यो है। अनि जब त्यो हुन्थ्यो तब उसले आफूलाई आफ्नो लुगाहरू पनि धुनु पर्थ्यो है, आफूलाई शुद्ध पार्नु पर्थ्यो, अनि बल्ल त्यहाँबाट चाहिँ के हुनसक्छ, त्यहाँबाट छुटकारा पाउन सक्छ, त्यो कोरीहरूको ठाउँबाट, कोर लागेका मान्छेहरूबाट छुटकारा तब पाउन सक्छ है। त्यसले गर्दाखेरि
त्यो मान्छे चाहिँ पुजारी कहाँ ल्याएको पर्थ्यो। पुजारी कहाँ नआइकन यदि त्यो मान्छे कहीँ बाहिर गयो भने त्यो मान्छेले आफ्नो ज्यानलाई गुमाउनु पनि सक्थ्यो त्यति बेला है, किनभने तिनीहरूलाई चाहिँ के भनेर राखिएको, अशुद्ध मान्छेहरू हो, यिनीहरू अशुद्ध हो, अनक्लिन भनेर चाहिँ राखिएको थियो है। त्यो गर्दाखेरि हामी देख्छौँ आज तपाईँ र म पनि आज हाम्रो पापको कारणले गर्दाखेरि आज तपाईँ र म अनक्लिन भएका छौँ, अशुद्ध भएका छौँ है। त्यसले गर्दाखेरि यहाँनिर अर्को हामी पढ्छौँ कि पूजा के त्यो कोर लागेको मान्छेहरू आज कस्तो प्रकारको हुनुपर्छ भनेर हामी पढ्दछौँ। अब अर्को चाहिँ हामी के पढ्छौँ भन्दाखेरि नि आउनु एकैचोटि ती कोर लागेका मान्छेहरू चाहिँ कस्तो पनि उनीहरूलाई व्यवहार गरिन्थ्यो अरे। त्यो 13 अध्यायको 45 पद पढ्नुहोस् त। जब कोर लागेको मान्छे हुन्छ त्यसको उनीहरूलाई कस्तो गरिन्थ्यो। 45 पद 45। अनि त्यो कोरी जसमा यो रोग छ त्यसका लुगाहरू च्यातियो ल। अघि हामीले के भनेर पढ्यौँ, कोर लागेका मान्छेहरू अशुद्ध भनेर उनीहरूलाई घोषणा गर्नु पर्थ्यो है, अनक्लिन भनेर उनीहरूलाई के गर्नु पर्थ्यो, प्रोनाउन्स गर्नु पर्थ्यो पहिलो कुरो है। अर्को कुरो उनीहरूलाई के गर्नु पर्थ्यो, लगेर आइसोलेसनमा राख्नु पर्थ्यो, एकान्तमा लगेर राख्नु पर्थ्यो, छुट्टै राख्नु पर्थ्यो है। उनीहरूलाई 7 दिनसम्म हेर्थ्यो, फेरि शुद्ध भएन भने फेरि अर्को 7 दिन, अनि अझ जाति भएन भने फेरि 7 दिन है। अनि त्यो त्यसरी बढ्दै जान्थ्यो। त्यति मात्र होइन है, कोर लागेको मान्छेहरू अनक्लिन मात्र होइन, अनक्लिन भनेर उनीहरूलाई प्रोनाउन्स गर्ने मात्र होइन, घोषणा गर्ने मात्र होइन, उनीहरूलाई आइसोलेसनमा लगेर एकान्त कोठामा राख्ने मात्र होइन, अथवा के पनि गरिँदो रहेछ, उनीहरूका लुगाहरू पनि च्यातिनुपर्छ। कोर लागेको मान्छे है बाहिर आउँदाखेरि चिनिहाल्थ्यो। उनीहरूले यदि आफ्नो कोरलाई ढाकेको छ भने पनि है, लुकाएर हिँड्दैछ भने पनि उनीहरूको लुगा च्यातेको हुनुपर्थ्यो। अनि देख्छ मान्छेहरूले यो चाहिँ लुगा च्यातेको मान्छेहरू चाहिँ के हो, कोरीहरू हो, कोर लागेको मान्छेहरू हो भनेर चिनिहाल्थ्यो है। त्यति मात्र होइन, अझै पढ्दै जाउँ। त्यसको टाउको पनि नाङ्गो हुनुपर्छ। टाउकोमा कुनै कुराले छोप्न मिल्दैन थियो है, टाउको पनि नाङ्गो होस्। अनि त्यसले आफ्नो माथिल्लो ओठ उसले आफ्नो माथिल्लो ओठ यसरी ढाक्नु पर्थ्यो, माथि मात्र यसरी ढाक्नु पर्थ्यो है। विचार गर्नुहोस् न, अब टाउको चाहिँ खुल्ला छ है, लुगा पनि च्यातिएको छ, माथिको ओठ चाहिँ यसरी ढाकिएको छ, अनि अशुद्ध भन्दै त्यत्तिकै बस्न मिल्दैन थियो कोरीहरू। उनीहरू के गर्नु पर्थ्यो अरे, अशुद्ध अनक्लिन भन्दै हिँड्नु पर्थ्यो। यो प्रकारको चाहिँ कोरीहरूको अवस्था थियो। अनि 46मा पढ्नुहोस्। जति दिनसम्म यो रोग त्यसमा रहन्छ त्यति नै दिनसम्म त्यो अशुद्ध हुनेछ, त्यो अशुद्ध छ, एक्लै बसोस्। हेर्नुहोस् त, लगेर एक्लै राखिन्छ। एउटा मान्छेलाई लागेको छ भने लगेर एक्लै पर राखिन्छ, अरूलाई नसरोस् भनेर है, अरूलाई यो रोग नलागोस् भनेर त्यस एक्लै लगेर राखिन्थ्यो। हामीलाई थाहा छ है, हामी सबैजना यो कोरोना भाइरसको महामारीमा भएर आयौँ। जब सुरुका दिनहरूमा के गरिन्थ्यो, घरमा है जब कसैलाई के अरे कोरोना लागेको छ भने लगेर एउटा कोठामा राख्नुपर्छ भन्थ्यो। कति मान्छेहरू एकान्तमा एक्लै बसेर त्यहीँ मरे, थाहा पाएन है। त्यसले गर्दाखेरि आज यो कोर लागेको मान्छेलाई पनि है उसलाई के गरिन्थ्यो, लुगा च्यातेको है, टाउको नाङ्गो रहेको, त्यहाँदेखि माथिको ओठ मात्र ढाकिएको र उसले आफूलाई अशुद्ध भन्दै हिँड्नुपर्छ। त्यति मात्र होइन, कसो अरे एक्लै बस्नु पर्थ्यो। यो प्रकारको अवस्था चाहिँ आज यो कोर लागेका मानिसहरूको थिए है। अनि कोर लागेका मानिसहरू कहाँ अरू कोही पनि मानिसहरू जान चाहँदैन थियो है। अब पहिलो कुरो त सामरीहरू कहाँ कोही पनि सम्बन्ध राख्न चाहँदैन थियो भने अझै कोर लागेको मान्छेहरू यस प्रकारको मान्छे जससँग अरू कसैले सम्बन्ध राख्न चाहँदैन थिए है। यस्तै प्रकारले तपाईँ र म पनि आज हामीसँग कोही संसारका मान्छेहरूले अथवा इभन संसारमा आएका, यहाँनिर युनामा लेखेको छ संसारमा धेरै धर्मगुरुहरू आएर है। अनि आउनु 10 अध्यायमा कुरा लेखेको छ, जन च्याप्टर 10 यहाँनिर 10 अध्याय 10 अध्यायको हामी कतिदेखि पढौँ भने 10 अध्यायको 6 पढ्नुहोस् त। हजुर, यो दृष्टान्त हजुर, येशूले तिनीहरूलाई भन्नुभयो, तर उहाँले तिनीहरूलाई भन्नुभएको कुरो के थियो सो तिनीहरूले बुझेनन्। 7 पद
अब यसुले तिमीहरूलाई फेरि भन्नुभयो, साँचो साँचो म तिमीहरूलाई भन्दछु, साँचो साँचो म तिमीलाई भन्दछु, भेडाहरूको ढोका म नै हुँ, भेडाहरूको ढोका म नै हुँ। जति मभन्दा अघि आए संसारमा आज प्रभु यीशु मसीहभन्दा अरू पनि अघि आए रे, उनीहरूले म ईश्वर हुँ भने, म तिमीहरूलाई मुक्ति दिन्छु भने, म तिमीहरूको ख्याल गर्छु भने, अनि तर के भयो रे? ती सबै चोर र डाकु हुन्, ती सबै चोर र डाकु मात्र थिए। अनि भेडाहरूले तिनीहरूको सुनेन, तर भेडाहरूले but the sheep did not hear them, है। अब यहाँ अङ्ग्रेजीमा चाहिँ did not hear them भन्छ, अथवा उनीहरूको अब सुनेनन् है, उनीहरूको स्वर सुनेनन्, उनीहरूको कुरालाई पत्याएनन् है। त्यसले गर्दाखेरि 9 पदमा यसरी भनिएको छ, ढोका म नै हुँ, कोही मबाट भित्र पस्छु भने उसले मुक्ति पाउनेछ, त्यो भित्र बाहिर जानेछ र खर्क पाउनेछ। चोर त चोरु र मारु, 10 पद, चोर त चोरु र मारु र नष्ट पारु भनेर मात्र आउँछ, तर म चाहिँ तिनीहरूले जीवन पाउँ र झन् प्रशस्त गरी पाउँ भनी आएको हुँ। यसले गर्दाखेरि हाम्रो प्रभु यीशु मसीह चाहिँ आज है त्यो गोरीहरू कहाँ है, त्यो सामरी कहाँ, संसारका मान्छेले नगरेको मान्छे कहाँ है। तपाईँ र म आज संसारको मान्छेको तुलनामा हामीलाई कसले गर्छ है। मेरा धेरै साथीहरू छन् है, संसारका साथीहरू छन्, मित्रहरू छन् है, तर जब है त्यो उनीहरूको साथी सर्कलमा जब कुनै कुरा हुन्छ उनीहरूले मलाई स्किप गर्छ, किन? उनीहरूलाई थाहा छ म उनीहरूले जे गर्छ त्यो कुरा गर्न सक्दिनँ, उनीहरूले जे खान्छ म चाहिँ खान सक्दिनँ, उनीहरू जहाँ जान्छ म जान सक्दिनँ, यो कुराहरू जानेर उनीहरूले मलाई के गर्दैन, इन्भाइट नै गर्दैन। यसले गर्दाखेरि संसारले चाहिँ तपाईँ र मलाई है, आज तपाईँ र मलाई संसारले के गर्दैन, आज आफ्नो भन्दैन, आफ्नो बनाउन सक्दैन। यसले गर्दाखेरि यहाँनिर प्रभुको वचनमा लेखिएको छ है, म पहिला हेर्छु ल, ठ्याक्कै भेटेको मात्रै भन्छु है। यहाँनिर 15 देखि हुन्न, पंद्रह देखो यस थ्याङ्क यू। तिमीहरू यस संसारका हुँदा संसारले आफ्नोलाई माया गर्ने थियो, तर तिमीहरू यस संसारका होइनौ। यसले गर्दाखेरि आज संसारले हामीलाई के गर्दैन, प्रेम गर्दैन। यसकारण प्रभु यीशु मसीह चाहिँ आज संसारले प्रेम नगरेका मान्छेहरू कहाँ, संसारले लत्याएका मान्छेहरू कहाँ, संसारले चाहिँ आज हामीलाई नगरेका मान्छेहरू कहाँ प्रभु यीशु मसीह आउनुभयो। जसरी प्रभु यीशु मसीह त्यो कोरीहरू कहाँ आउनुभयो अरे है। अनि त्यहाँदेखि जब प्रभु यीशु मसीह कोरीहरू कहाँ आउनुभयो तब उनीहरू प्रभु यीशु मसीहलाई 10 जनाले भेटे अरे, टाढामा उभिए। किन यी टाढामा उभिए? किनकि आज ती कोर लागेका मान्छेहरू कोही पनि मान्छेहरू कहाँ जानु सक्दैन थियो, मिल्दैन थियो, उनीहरू एकान्तमा बस्नु पर्थ्यो। आज कोही मान्छे पनि त्यहाँ जानु सक्दैन थियो, जानु चाहँदैन थियो। किन? त्यो कोर रोक्नलाई लाग्छ भनेर, त्यो कोरले म ग्रसित हुन्छ भनिकन आज मान्छेहरू आज कोही पनि त्यहाँ जानु चाहँदैन थियो। तर आज हाम्रो प्रभु यीशु मसीह त्यो कोर लागेका मानिसहरू कहाँ जानु है, प्रभु यीशु मसीह आफै त्यहाँ जानुभयो। अनि ती मान्छेहरू उभिए अरे। अनि त्यहाँदेखि 13 पदमा 17 देखि 13 पद लुका हामी पढ्दछौँ। तिनीहरूले चर्को स्वरले भने, हे येशू, हे स्वामी, हामीमाथि दया गर्नुहोस् है। ती मानिसहरूको हृदयमा एउटा विश्वास बढेर आयो कि आज प्रभु यीशु मसीहले चाहिँ हामीलाई जाति गर्न सक्नुहुन्छ, जाति तुलाउन सक्नुहुन्छ भन्ने कुराको निश्चयता यो मानिसहरू कहाँ भयो है। त्यसले गर्दाखेरि आज हामी देख्दछौँ कि प्रभु यीशु मसीह यस ठाउँमा जानुभयो। अनि 14 पद 17 देखि 14 पदमा हामी पढ्छौँ। अनि तिनीहरूलाई देखेर उहाँले तिनीहरूलाई भन्नुभयो, जाऊ आफूलाई पुजारी कहाँ देखाऊ। अनि यस्तो भयो, तिनीहरू जाँदा जाँदै शुद्ध भइहाले। अब हेर्नुहोस् त, यी मानिसहरूले यी कोरीहरूले त्यतिखेर मात्रै पुजारीका आफूलाई देखाउन सक्छन् जब उनीहरू चाहिँ शुद्ध भइसक्छन् है। उनीहरूले आफूलाई भेरिफाई गर्नु त जानु सक्दथे, तर त्यसको लागि त उनीहरू 7 दिन पर्खाउनु पर्थ्यो। तर प्रभुले के भन्दै हुनुहुन्छ, जाऊ तिमीहरू आफूलाई पुजारी कहाँ देखाऊ। त्यसको मतलब प्रभु यीशु मसीहले जब भन्नुभयो तिमीहरू जाऊ, तब त्यतिखेर उनीहरू के भइसकेको हुनुपर्छ, शुद्ध भइसकेको हुनुपर्छ। तब त उनीहरू गएर पुजारीलाई देखाएर त्यहाँबाट उनीहरू चाहिँ मुक्त हुन सक्दथे। अब जब प्रभु यीशु मसीह आए है, उनीहरूको के अरे लुगा पनि च्यातिएको अवस्थामा, यहाँ मुखमाथिबाट पट्टी बाँधेको अवस्थामा हो, त्यहाँदेखि कपाल नाङ्गो राखेको अवस्थामा हो, अशुद्ध भन्दै उभिरहेको मान्छेहरू, कस्तो दयनीय अवस्था थियो है।
जब यस्तो मान्छेहरू उभिरहेको थिए प्रभु यीशुसित जानुभयो अनि गएर भन्नुभयो अरे जाऊ तिमीले आफूलाई पुजारी कहाँ देखाऊ है। जब प्रभु यीशुले त्यसो भन्नुभयो तिनीहरू जाँदै मात्र थिए, बाटोमा जाँदै मात्र थिए। पढ्नु त 14 पद। अनि तिनीहरूलाई देखेर उहाँले तिनीहरूलाई भन्नुभयो जाऊ आफूलाई पुजारीहरू कहाँ देखाऊ। यस्तो भयो अनि यस्तो भयो तिनीहरू जाँदा जाँदै शुद्ध भइगए। हेर्नुहोस् त उनीहरू सायद हातमा कोर, खुट्टामा कोर है, आफ्नो अनुहारमा कहाँ कोर बोकेर हिँडिरहेका थिए है। उनीहरूले सायद हेर्दै थियो होला हामी जाँदैछौँ, हाम्रो हातमा कोर लागेको छ, खुट्टामा कोर लागेको छ, हाम्रो औँला डोले भएको छ। हेर्दै थिए जाँदा त्यो सबै राम्रो भएर आयो। टेन्डर स्किन आयो है, एउटा कोमल छाला पलाएर आयो है। हेर्दा उनीहरू शुद्ध भइहाल्यो, जाँदा शुद्ध भइहाल्यो है। यसले गर्दाखेरि आज यो प्रभुमाथि उनीहरूले आफ्नो सानो विश्वास राखे कि हामी शुद्ध हुन्छौँ। त्यसकारण उनीहरू कराए हामी माथि दया गर्नुहोस्। जब प्रभुले भन्नुभयो जाऊ, तब के भइहाल्यो, तिनीहरू शुद्ध भइहाले। है 15 पदमा तिनीहरूमध्ये एकजना आफू निको भएको देखेर फर्क्यो। एकजना चाहिँ फर्क्यो अरे, चर्को स्वरले परमेश्वरको महिमा गयो। हेर्नुहोस् त यहाँनिर निको भएका जम्मा 10 जना थिए है। 10 जना नै फर्केर आउनु पर्ने थियो। त्यसले गर्दाखेरि आज एउटा मात्रै फर्केर आयो, एउटाले मात्रै परमेश्वरको धन्यवाद चढाउन फर्केर आयो है। अरू 9 जना कहाँ गए। यसले गर्दाखेरि आज तपाईँ र म पनि संसारमा हजारौँ मानिस, लाखौँ करोडौँ मानिसहरू छन् है। सारा संसारको मान्छेलाई परमेश्वरले के गर्नुभएको छ, उहाँको कलिङ, उहाँले बोलाउनु भएको छ है। उहाँले पापहरूबाट तिमीहरू आऊ न, फर्केर शुद्ध हौ न, पापलाई तिमीहरू मानिदेऊ न भनेर प्रभुले बोलाइराख्नु भएको छ। तर कति दुःखको कुरा, आज 10 जनामा एउटा मात्रै मान्छे फर्केर आयो है। त्यस कारणले गर्दाखेरि आज यहाँनिर प्रभुले आज प्रभुको वचनमा लेखेको छ पहिलो कोरिन्थीमा है। आज प्रभु यीशु मसीह चाहिँ आज तपाईँ र म जस्तो मान्छेहरू कहाँ आउनुभयो अरे। संसारमा धेरै धनवान मान्छेहरू थिए, धेरै बलवान मान्छेहरू थिए, धेरै ज्ञानी मान्छेहरू थिए, के छैनन् र? अहिले पनि छन्, धेरै धनवान मानिसहरू छन्। उनीहरूको धनको अगाडि हामी के हो? केही पनि होइनौँ है। कति शक्तिशाली देशहरू छन्, कति शक्तिशाली मानिसहरू छन्। एउटा मान्छेको है उसको इसारामा एउटा देश चल्छ, यस्ता मानिसहरू छन्। तर प्रभुले आज तपाईँ र म जस्तो मान्छेलाई, त्यो पोहोर लागेको मान्छेलाई है, एउटा घिनलाग्दो मान्छेलाई, समाजबाट बहिष्कृत भएको मान्छेलाई प्रभुले आज छुटकारा दिएर आज ल्याउनु भएको छ है। एकदेखिको पहिलो कोरिन्थी 1:21 पदलाई सुरुमा पढौँ। 1 कोरिन्थी च्याप्टर 1:21। किनकि परमेश्वरको बुद्धि अनुसार संसारले परमेश्वरलाई बुद्धिद्वारा चिन्न सकेन। प्रचारको मूर्खताद्वारा विश्वास गर्नेहरूलाई मुक्ति दिनु परमेश्वरलाई असल लाग्यो। यसले गर्दा प्रियहरू हो, तपाईँ र म संसारमा फ्याँकिएका मान्छेहरू, कुल्चिएका मान्छेहरू, अशुद्ध मान्छेहरू है। आज तपाईँ र मलाई सुसमाचारद्वारा, प्रचारद्वारा जब हामीले विश्वास गऱ्यौँ, हाम्रो साधारण है, हाम्रो विश्वासद्वारा रोमी 10:10 लेखेको छ है। 10:8 आज हाम्रो मुखले स्वीकार गर्दाखेरि, हामीले हृदयले विश्वास गर्दाखेरि यो मुक्तिलाई हामीले पायौँ हो। आज संसारमा लेखिएको छ धेरै धनवान मानिसहरू थिए अरे है, तर प्रभुले तिनीहरूलाई चिन्नु भएन। 26 पद 1:26। किनकि हे भाइहरू हो, तिमीहरूले आफ्नो बोलावटलाई विचार गर। शरीर अनुसार धेरैजना बुद्धिमान, धेरैजना बलवान, धेरैजना खानदानी बोलाइएका छैनन्। आज संसारमा धेरै धनवान छन्, धेरै बलवान मानिसहरू छन्, धेरै बुद्धिमान मानिसहरू छन् है। मैले अघि पनि भन्दै थिएँ, एउटा मान्छेको इसाराले देश चलाइरहेको छ है। उनीहरूले सम्झिन्छन् म सबैभन्दा शक्तिशाली मान्छे है। यस्ता मानिसहरू यो देशमा पनि छन्। त्यसले गर्दाखेरि प्रभुको सुसमाचार आज प्रभुले उनीहरूको लागि होइन, तर तपाईँ र म जस्तो मान्छेको लागि, जो चाहिँ आज है समाजबाट लपेटिएका नगण्य मान्छेहरूलाई प्रभुले आज उहाँको राज्यमा बोलाउनु भएको छ है। 27 पदलाई परमेश्वरले बुद्धिमानहरूलाई शर्ममा पार्नको निम्ति संसारका मूर्ख कुरालाई चुन्नु भएको छ। शक्तिशाली कुराहरूलाई शर्ममा पार्नको निम्ति परमेश्वरले
चुन्नुभएको छ। संसारका कमजोर कुरालाई चुन्नुभएको छ। यसले गर्दाखेरि आज तपाईँ र म पनि संसारको लेखी संसारको खातिर अथवा संसारको तरिकाले हो भने चाहिँ आज तपाईँ र म परमेश्वरको राज्यभित्र परमेश्वरको घरभित्र हामी आउन पाउने सधैँ थियो है। आज हामी त त्यो पोहोर लागेका मान्छेहरू जस्तो एकान्तमा बस्नुपर्ने थियो, अशुद्ध भन्दै बस्नुपर्ने थियो है। त्यही भएर तपाईँ र मेरो अवस्था यस्तो गम्भीर अवस्था थियो। हामीसँग कसैले यहाँनिर अझ लेखिएको छ त्यो जाति भएर फर्केर आउने को थियो अरे एउटा सामरी थियो भनेर 16 पदमा हामी पढ्छौँ है। आज कति संसारमा अरू मान्छेहरू थियो होला, त्यो पोहोर लागेका अरू पनि जातिका मान्छेहरू थिए होला, तर आज फर्केर आउने त्यो एउटा सामरी मात्र थियो। पढिदिनुहोस् लुक 17:16। अनि उहाँलाई धन्यवाद चढाउँदै उहाँका पाउमा घोप्टो पर्यो। त्यो एउटा फर्केर आउने मान्छे र ऊ चाहिँ सामरी थियो। एउटा सामरी थियो। त्यसले गर्दा प्रिय हो, आज तपाईँ र म पनि संसारको निम्ति है नगरेका त्यागिएका घृणित मान्छेहरू है। हामीसँग कसैले बोल्न चाहँदैन थिए, हामीले छोएको पानी खाँदैन थिए, हामीलाई दूर गर्थे है। जब धेरै वर्ष अगाडि आजभन्दा सायद अब हुनुपर्छ 35 वर्ष अगाडि 1990 भनेपछि कति वर्ष अगाडि 35 वर्ष अगाडि है। जब मेरो बाबा अनि मेरो मम्मीले जब प्रभुलाई पाउनु भयो है, त्यतिखेर अनि मेरो बाबा मेरो मम्मीले प्रभुलाई पाउनुभएपछि हाम्रो आफ्नो आफन्तहरू त्योभन्दा अगाडि जब प्रभुलाई पाउनुभन्दा अगाडि उनीहरू आउँथे अरे है, आएर हाम्रो घरमा बस्थे। अनि हाम्रो घर चाहिँ एउटा यस्तो ठाउँमा थियो जब तल गाउँबाट माथि सहर जानुको लागि चाहिँ उनीहरू हाम्रो घरको बाटो भएर आउनु पर्थ्यो। अनि मलाई अलिअलि याद छ त्यो गाउँ त्यो बाटो त्यो घर। अनि त्यो बाटोबाट यसरी आएपछि आधी बाटोतिर चाहिँ हाम्रो घर पर्थ्यो। अनि प्रायः जसो हाम्रो आफ्नो आफन्तहरू चिने जानेको मान्छेहरू आउने, हाम्रो घरमा आएर बस्ने खाने, अनि त्यहाँबाट भोलिपल्ट रात बिताएर भोलिपल्ट चाहिँ उनीहरू माथि डम्फु भन्ने सहरमा जान्थ्यो है। तर जब प्रभुले हामीले पायौँ, प्रभुले हामीले हाम्रो मम्मी बाबाले विश्वास गरेपछि उनीहरूमा अब यस्तो प्रकारको घृणा पैदा भयो है। मानव हामी एउटा त्यो कोरी मान्छेहरू जस्तो। अनि जब उनीहरू त्यो बाटो आउँथ्यो अरे आएर बसेर खाएर जानु त कहाँ हो परको कुरा हो, तर उनीहरू आउँदाखेरि पनि त्यो बाटो माथि जाँदाखेरि पनि आएर उनीहरूले आफ्नो अनुहारलाई हाम्रो घरतिर फर्काउँदैन थियो है। त्यो हाम्रै जग्गाबाट हाम्रै जमिनबाट हिँडेर जानु पर्दैन है। कस्तो दुर्भाग्य कुरो, हाम्रै जमिनमा हिँडिरहेको छ उनीहरू है। तर हामीलाई नै उनीहरूले के गर्थ्यो भन्दाखेरि यदि उनीहरूले अनुहार हाम्रो घरतिर फर्कायो भने थुकेर जान्थ्यो अरे क्या है। उनीहरू यस्तो गाई खाने धर्ममा लागेको यिनीहरू यस्तो गरेर गर्थ्यो। यसले गर्दा प्रियहरू हो, संसारको खातिर तपाईँ र म सिकेछौँ आज नगर्ने। आज हामी घृणितै छौँ है, तर प्रभुको लागि चाहिँ प्रभुको दृष्टिमा चाहिँ तपाईँहरूमा आज अनमोल मूल्यवान भएका छौँ। त्यसले गर्दा प्रियहरू हो, आज यो प्रभुले आज जसरी त्यो कोरीहरू कहाँ जानुभयो, तपाईँ र म कहाँ पनि आउनुभयो। तपाईँ र मेरो पनि कुनै आज उपाय नै छँदै थिएन। तपाईँ र म पनि त्यो नरकको भागी भएकै थियौँ। तपाईँ र मेरो उम्कने उपाय छँदै थिएन। तर प्रभु यीशु मसीह आज तपाईँ र मेरो खातिर आउनुभयो। जसरी एउटा सामरी मानिस चाहिँ आज फर्केर गएर प्रभुलाई धन्यवाद चढायो। प्रभुको के गर्यो अरे उसले त्यो फर्क्यो, परमेश्वरको महिमा गर्यो है। घोप्टो परेर पाउमा घोप्टो पऱ्यो अरे, उहाँको पाउमा गएर आफ्नो शिरलाई के गर्यो अरे आफ्नो शिरलाई घोप्टो परेर झुकायो। त्यसले गर्दाखेरि प्रियहरू हो, आज तपाईँ र मैले पनि आज हाम्रो प्रभुलाई आज हामीले जब चिनेका छौँ, जब यो मुक्तिलाई पाएका छौँ, आज हामीले यो कुराको लागि हामीलाई कर लागेको छ कि हामी चाहिँ आज उहाँलाई हामीले के गर्नुपर्छ, उपासना गर्नुपर्छ है। जसरी यो 9 जना फर्केर आएन, आज तपाईँ र म चाहिँ त्यो 9 जना फर्केर नआउने जस्तो हुँदैन। आज हामी सधैँ प्रभुमा त्यो एउटा पापी, एउटा अशुद्ध, एउटा त्यो कोर लागेको मान्छे जस्तो जो फर्केर आयो है, आज उसले जस्तो गरेको तपाईँ र मैले पनि आज प्रभुको उपस्थितिमा आइकन के गर्नुपर्ने रहेछ, धन्यवाद गर्नुपर्ने रहेछ। त्यसले गर्दाखेरि प्रभुले पछि भन्नुभयो है 17 पदमा कि शुद्ध भएका पारिएकाहरू 10 जना थिएनन् र पढिदिनुहोस् त 17 पद। अनि यसुले जवाब दिँदै भन्नुभयो के शुद्ध पारिएकाहरू 10 जना थिएनन् र 10 जना थिएनन् र 9 जना कहाँ छन्? 9 जना कहाँ छन्? अनि अर्को पद यो परदेशी बाहेक परमेश्वरलाई महिमा दिन फर्केर आउने अरू कोही पाइएन। फर्केर आउने अरू कोही पाइएन। त्यसले गर्दा आज तपाईँहरूमा पनि है एक समय पराई र परदेशी थियौँ। संसारमा आज हामी परमेश्वरदेखि टाढा थियौँ है, पराई र परदेशी भएर हामी बसिरहेका थियौँ। तर प्रभुले आज तपाईँ र मलाई के गर्नुभयो, उहाँले आफ्नो बनाउनु भएको छ। हेरेर आउनुहोस् त, पहिले पत्रुस
हृदयको नपक्नुपर्छ। आज तपाईँ र म एक समयमा पढाइ र परदेशी छौँ अरे त हेरौँ खोजेर पढौँ। यस 10 पददेखि फर्स्ट पिटर च्याप्टर 2 verse 10-11 पढ्नुहोस् त। तिमीहरू बितेको समयमा प्रजा थिएनौ, तर अब परमेश्वरका प्रजा हौ। तिमीहरूले दया पाएका थिएनौ, तर अब दया पाएका छौ है। हेर्नुहोस् त, त्यो 10 जना अरू 9 जनाले पनि त्यो मौकालाई पाए, तर उनीहरूले त्यो मौकालाई के गरेन, उनीहरूले प्रयोगमा ल्याउन सकेन। तर एउटा त्यही पनि परदेशी, त्यही पनि के रहेछ, सामरी मात्रै फर्केर आएको हामी देख्दछौँ। यसले गर्दाखेरि तपाईँ र म पनि आज दया पाएकै थियौँ, तर तपाईँले मैले के पायौँ, दया पायौँ है। आज हामी परमेश्वरको प्रजा थिएनौँ, तर आज प्रजा भएका छौँ है। आज यसले गर्दाखेरि 11 पदमा हे प्रियहरू हो, तिमीहरू परदेशीहरू र यात्रीहरूलाई बिन्ती गर्दछु, प्राणको विरोधमा युद्ध गर्ने शारीरिक अभिलाषहरूबाट टाढा बस्नु। यति मेरो है। यसले गर्दाखेरि आज हामी आज यी अरू 9 जना पनि जब प्रभुबाट उनीहरूले चङ्गाई पाए, तब उनीहरू संसारको कुरा, शारीरिक कुराको पछि लागेर गइहाले। तर एउटै मात्र है परदेशी सामरी है, एउटै मात्र फर्केर आयो। त्यसले गर्दाखेरि आज प्रभुले तपाईँ र मलाई पनि आज खोजिरहनु भएको छ कि मेरो छोरा कतै फर्केर आइहाल्छ कि है, मेरो छोरा आउँछ कि भनेर उहाँले पर्खिराख्नु भएको थियो। त्यसले गर्दाखेरि आज परमेश्वर वचनमा लेखेको छ, अब उसो तपाईँ र म चाहिँ पराई र परदेशी होइनौँ। एफिसी 2:19 पदमा लेखिएको छ। आज तपाईँ र म चाहिँ अब त्यो परदेशी मान्छे है, आज तपाईँ र म चाहिँ त्यो घृणित मान्छे पनि अब तपाईँ र मलाई के बनाउनु भएको छ, उहाँले आफ्नै बनाउनु भएको छ। Ephesians chapter 2:19 यसकारण अब उसो तिमीहरू पराई र परदेशी होइनौ, र पवित्र जनहरूसँग सँगै नागरिकहरू हौ। आज हामी सँगै नागरिकहरू हौ, परमेश्वरका घरमा हौ। अब हामी परमेश्वरका घरमा रहेका छौँ। हिजो हामी के थियौँ, फोहोर लागेका थियौँ। हिजो हामी के थियौँ, अशुद्ध भएका थियौँ। आज हामी आफूलाई अशुद्ध भन्दै हिँड्थ्यौँ। आज हामी टालो टालेर हिँड्यौँ, मुखको माथिल्लो भागलाई छोपेर हिँडेका छौँ। तर आज तपाईँ र मलाई कस्तो ठुलो प्रभुले प्रबन्ध दिनुभयो है। आज हामी पराई र परदेशी छैनौँ अरे, तर सँगै नागरिक भनेको हामी के गर्छ अरे, मसँग को सिटिजन, फेलो सिटिजन भन्छ है, बराबर सिटिजन भएका छौँ। जस्तो है हामी यो देशबाट है हामी गयौँ, अमेरिका गयौँ, तब त्यहाँको सरकारले हामीलाई के गरेको छ भने, त्यहाँको सरकारले यतिजना बाहिरबाट हामीलाई यसो लग्यो, तब उनीहरूले 5 वर्ष पछाडि त्यहाँको नागरिक बराबर हुने अधिकार दियो है। त्यहाँको नागरिक बराबर उनीहरूले हरेक कुरामा भेदभाव नराखिकन हामीलाई उनीहरूले व्यवहार गर्छ। उनीहरूको बराबर नागरिकता हामीलाई दिएको छ। अनि उनीहरूलाई जे अधिकार छ, जे सम्मान उनीहरूलाई त्यहीँ जन्मेको मान्छेले पाउँछ, त्यो सम्मान अधिकार हामीलाई पनि दिएको छ है। आज संसारको मान्छेले एउटा देशले त के गर्छ भने, आज योभन्दा असल हाम्रो सृष्टिकर्ता परमेश्वरले तपाईँ र मलाई के गर्नुभएको छ अरे, आज हामीलाई चाहिँ फेलो सिटिजन्स बनाउनु भएको छ है, सँगै नागरिक बनाउनु भएको छ है। त्यसले गर्दाखेरि जब सँगै नागरिक भइन्छ तब के हुन्छ, त्यहाँको अधिकारलाई हामीले प्राप्त गर्न सक्छौँ है। हामी परदेशी छैनौँ अरे अब है, अनि हामी परमेश्वरको घरमा भएका छौँ। युनाइको 12 पद अनुसार हामी जसले विश्वास गऱ्यौँ, हामी परमेश्वरको छोराछोरी, परमेश्वरको घरमाका भएका छौँ। त्यसले गर्दाखेरि आज तपाईँ र मैले यो प्रभु जसले हामीलाई है, आज त्यो हामी एकदमै घृणित अवस्थामा थियौँ, आज हामी उम्किने उपाय नपाएको अवस्थामा थियौँ, त्यस्तो ठाउँमा हामी थियौँ। त्यहाँ प्रभु आउनु भयो, तपाईँ र मलाई के गर्नुभयो अरे, हामीलाई छुटकारा दिनुभयो। पढिदिनुहोस् 1:12 पद, जन 1:12 हामी त्यसलाई पढौँ। अब समय पनि बित्दै गयो, त्यसले गर्दा म सिकाउँदैछु, सक्नु लाग्यो है। अब हाम्रो अरू पनि सोच छ। जुन 1:12 पद, तर जतिले उहाँलाई ग्रहण गरे तिनीहरूलाई परमेश्वरले उहाँको सन्तान हुने अधिकार दिनुभयो है। 13 पद पनि, न त रगतबाट, न त शरीरको इच्छाबाट, न त मानिसको इच्छाबाट। यसले गर्दा तपाईँले मैले आज नयाँ जन्म पाएको हुनाले, हामी परमेश्वरको छोराछोरी भएको हुनाले आज हामीलाई यो अधिकार है, फेलो सिटिजन है, आज हामीलाई एउटै नागरिक बनाउनु भएको छ, एउटै सन्तान बनाउनु भएको छ। जब सन्तान बनिन्छ है, सन्तान भएपछि के लाग्छ, अधिकार लाग्छ
अब यो देशमा चाहिँ नेपालमा इन्डियामा चाहिँ के छ भन्दाखेरि एयर हुन्छ है, SEIR एयर, अथवा के भन्छ नेपालीमा हजुर एयर भनेको चाहिँ तपाईँको अब लाग्छ नि बाबुको उत्तराधिकारी, यस एयर भन्छ इङ्ग्लिसमा चाहिँ, नेपालीमा चाहिँ उत्तराधिकारी। अब यो देशमा चाहिँ के छ भन्दाखेरि उत्तराधिकारी हुन्छ है। जस्तो अब सन्तान रहेको छ, मानव दाजु शरणको 2टा छोरी छन् होइन। अब उहाँको सम्पत्तिमाथि छोरीहरूले के गर्नु सक्छन्, त्यो उहाँको सम्पत्तिलाई मेरो पनि अंश चाहियो भन्न सक्छन्। मेरो 3जना नानीहरू छन् भने अब मेरो सम्पत्तिलाई मेरो 3जना नानीहरूले के गर्नु सक्छन्, यहाँ यो देशको कानुन अनुसार चाहिँ उनीहरूले आफ्नो अधिकार उत्तराधिकारी हुन्छ है। तर अमेरिकामा चाहिँ त्यस्तो हुँदैन थियो। उहाँ चाहिँ तपाईँको करोडौँ सम्पत्ति भए पनि छोराछोरीले बाबाआमाको सम्पत्तिमाथि उत्तराधिकारी दाबी गर्न मिल्दैन है। त्यसै गर्दाखेरि आज प्रभुको वचनले हामीलाई बताउँदछ कि हामी उहाँको सन्तान भयौँ भने अब हामी के पनि हुन्छौँ अरे, हामी उत्तराधिकारी पनि हुन्छौँ। प्रभुको कुरालाई आज मेरो पनि हो, मेरो पनि अधिकार छ भनेर हामी के गर्न सक्छौँ, क्लेम गर्न सक्छौँ। त्यसै गर्दाखेरि प्रियहरू हो, आज तपाईँ र म यस्तो अवस्थाबाट प्रभुले तपाईँ र मलाई छुटकारा दिएर ल्याउनु, हामीलाई आफ्नो बनाउनु भयो है। यस्तो अशुद्धताबाट हामीले शुद्धतामा ल्याउनु भएको छ। त्यस कारणले गर्दाखेरि अब तपाईँ मैले के गर्नुपर्ने रहेछ, हामी प्रभुलाई के गरौँ, धन्यवाद गरौँ भनेर यहाँनिर वचन कार्यक्रम भन्दछौँ। आउनुहोस्, भजन संहिता 96 9 पद, 96 and verse 9। 95बाट पढौँ ल, 95बाट पढौँ पहिला। 95 को verse 6 बाट पढ्दै जाउँ। हामी दण्डवत गरौँ र निहुरौँ हाम्रा सृष्टिकर्ता परमप्रभुको सामु घुँडा टेकौँ। कति असल कुरा हो है। मलाई एउटा कुरा सधैँ याद आएको छ। डाक्टर कोसी जब अमेरिकामा हामीसँग आउनुभयो अनि उहाँले यो भन्नुहुन्थ्यो, हामी चाहिँ तिमीहरू चाहिँ नेपालीहरू छौँ, तिमीहरू चाहिँ छुट्टै जाति हो। हामी यसरी वर्षिप गर्दाखेरि, प्रभुले बास्ना गर्दाखेरि हामी घुँडा टेकेर गर्छौँ, तर आज अरू संसारको मान्छेले गर्दैन भनेर उहाँले भन्नुहुन्थ्यो क्या। त्यो मलाई घरिघरि याद आएको छ। यसले गर्दाखेरि आज हामी चाहिँ प्रभु हाम्रो सृष्टिकर्ता परमेश्वरको अगाडि हामीले आएर घुँडा टेक्नुपर्छ, उहाँले बास्ना गर्नुपर्छ। किनकि आज हामी त्यस्तो अवस्थाबाट प्रभुले तपाईँ मलाई के गर्नुभयो, छुटकारा दिएर ल्याउनु भयो। 96 9 पद पढ्नुहोस्, 8 देखि पढ्नु, कर्म 8 वर्ष 96 हजुर। परमप्रभुलाई उहाँको नाउँलाई सुहाउँदो महिमा देऊ, भेटी लिएर उहाँका चोकहरूमा आओ। पवित्रताको सुन्दरतामा परमप्रभुलाई दण्डवत गर। हे सारा पृथ्वी उहाँको सामु थर काम। यसले गर्दाखेरि आज हामी चाहिँ प्रभुको वचन अनुसार है आज उहाँलाई सुहाउँदो के गर्नुपर्छ, मलाई हामीले उहाँको नाउँलाई सुहाउँदो महिमा दिनुपर्छ। आज उहाँको नाउँलाई मात्रै हेर्दै गयो भने उहाँको नाउँमा धेरै अर्थहरू लुकेका छन्, धेरै नामहरूद्वारा उहाँलाई चिनिन्छ अनि प्रत्येक नामको अर्थ छ। यसले गर्दाखेरि हामी त्यो कुराहरू त हेर्दैनौँ, तर उहाँ जो हुनुहुन्छ है आज यो घटनालाई मात्रै हेर्दाखेरि पनि यत्रो ठुलो भयानक अवस्थाबाट चाहिँ घिनलाग्दो अवस्थाबाट छुटकारा दिने प्रभु येशू मसीह हुनुहुन्छ भने आज तपाईँ र मैले पनि छुटकारा पाएका छौँ। त्यसले गर्दाखेरि हामीले उहाँको पवित्रतालाई हेरेर, उहाँको सुन्दरतालाई हेरेर हामीले उहाँलाई के गर्नुपर्ने रहेछ, दण्डवत गर्नुपर्ने रहेछ। ल हामी सबैजनाले 96 को verse 9 लाई पढौँ एकसाथ अनि हामी भन्दै गरौँ। 96 and verse 9, 96 को 9 पद। ल सुरु गरौँ। ओ worship the Lord in the beauty of holiness, fear before him all the earth। है आज सबै संसार के गर्नु अरे, सारा पृथ्वीको उहाँको सामु थर काम छ है। किन उहाँ मात्रै हुनुहुन्छ जसलाई चाहिँ है हामीले उपासना गर्न सक्छौँ। रेभुलेसनमा त्यो कुरा गरिएको छ, अन्ली दाउ आर्ट वर्दी टु बी वर्सिप भन्छ है। तपाईँ मात्रै के अरे वर्सिप गरेन, तपाईँ मात्र उपासना गर्ने योग्यको हुनुहुन्छ भनेर भन्दछ। यसले गर्दाखेरि हामी यो परमेश्वर प्रभु येशू मसीह जसले आज हामीलाई यस्तो भयानक अवस्थाबाट छुटकारा दिनुभयो, उहाँलाई हामीले के गर्नुपर्छ, उपासना गर्नुपर्छ। र आज हामी वचनलाई यहाँ राख्नेछौँ। सबैलाई जय मसीह।